धैनियाको पेन्टपारा टोलमा बिहानको 7 बजे पनि धुलो उडिरहेको थियो। सडक भन्नुको लागि जम्मा 2 फिट चौडा बाटो थियो, जसमा बर्सातमा हिलो र गर्मीमा धुलोले मान्छेलाई निल्थ्यो। बिजुली आएको 12 वर्ष भइसक्यो, तर टोलको आधा भाग अझै अँध्यारोमै छ। चुनाव नजिकिएपछि भने टोलमा अचानक चहलपहल बढ्यो। ठूला ठूला गाडीहरू धुलो उडाउँदै आउँथे। उम्मेद्वारहरूको फोटो टाँसिएका पोस्टरहरू रातारात गाउँभरि देखिन थाले। एउटा उम्मेद्वारले हेलिकप्टर चढेर आएर भाषण गरे, पेन्टापारा टोललाई स्मार्ट सिटी बनाउँछु भनेर। गाउँलेहरूले हाँस्दै एकअर्कालाई हेरे। स्मार्ट सिटी? पहिले त सडक बनोस् न। बेलुकी कोठे बैठक भयो। बुढा काका रामबहादुरले सर्लक्कै भने, यो पटक पनि उही पुरानो कुरा, भोट माग्न आउँछन्, जितेपछि फेरि 5 वर्षसम्म देखिँदैनन्। सानो छोरा सञ्जयले मोबाइलमा भिडियो देखाउँदै भन्यो, हेर्नुस् काका, अर्को उम्मेद्वारले त प्रत्येक घरमा इन्टरनेट र फ्री वाइफाई दिन्छु भन्नुभएको छ। सबै हाँसे। वाइफाई त हामीलाई चाहिँदैन, पहिले त टोलको बाटोमा गाडी गुड्न सकोस्, एउटी आमाले भनिन्। चुनावको दिन आयो। मतदान केन्द्रमा लाम लाग्यो। धेरैजना पहिलो पटक मत हाल्न आएका थिए। कोही रिसाउँदै भन्थे, यो पटक फेरि ढाटे भने अर्को चुनावमा त फेरि आउँदैनन् होला। राति मतगणना भयो। जसले जित्यो उसले फेसबुकमा स्ट्याटस हाल्यो, पेन्टापारा टोलका जनताको माया र विश्वासले जिते, अब विकासको नयाँ अध्याय सुरु हुन्छ। तर पेन्टापारा टोलमा भने अझै उही धुलो उडिरहेको छ। उम्मेद्वारको गाडी फेरि आएन। पोस्टरहरू झरेर हावामा उड्न थाले र बुढा काका रामबहादुरले फेरि एउटै कुरा दोहोर्याए, 5 वर्षपछि फेरि यही कुरा गर्नुपर्ला है। टोलको एउटा सानो बच्चाले सोध्यो, काका, कहिले आउँछ त विकास? काकाले टाउको हल्लाउँदै भने, जबसम्म हामी भोट मात्र होइन, जवाफदेही पनि माग्न थाल्दैनौँ, तबसम्म यो धुलो उडिरहन्छ छोरा। र पेन्टापारा टोल फेरि मौन भयो, अर्को चुनावको पर्खाइमा।